उहाँ चाहिँ केटी पीडित भन्दा फरक नपर्ला है। उहाँ चाहिँ केटी पीडित हुनुहुन्छ अनि हामी चाहिँ अनि सकेसम्म यो बाटो पनि राति नहिँड्नु होला है। अस्ति हामीले चित्त फेला पारेका थियौँ बाटोमा, यहाँदेखि यो जुन मोड छ नि यो मोडदेखि ठ्याक्कै माथिपट्टि चित्त फेला पारेका थियौँ हामी 4 जनाले। यहाँ त मामा रुनु हुँदो रहेछ फेरि। हामी भान्जारोल ढिलो भयौँ। अब चाहिँ यो चाहिँ ट्याक्क तलको भ्यू चाहिँ सुर्खेतको भइहालेको होइन। अनि जति पनि कटहरू देख्नु भयो नि सानो त्यो चाहिँ दही चिउरा पाउनुलाई त अन्य पनि पाउँछ, तर यसको स्पेसल भनेको दही चिउरा। जस मिठो हुन्छ, रमाइलो हुन्छ। तल बस्न विराटनगरमा बस्न तपाईँलाई घाम भयो भने ट्याक्क माथि आउनु होला। यतातिर जान्छ छेनातिर जान्छ। अब यहाँदेखि अगाडि चाहिँ ट्याक्क तपाईँको हामी डाँडामा जानुको लागि चाहिँ यहाँदेखि अगाडि एउटा भित्र कच्ची रोड भएको छ। त्यो कच्ची रोडबाट गयो भने पहिला अगाडि चाहिँ गिरी पार्क आउँछ, त्यसपछि चाहिँ बल्लै भन्ज्याङ डाँडा आउँछ। अब हजुर यदि इच्छा लाग्छ आउन मन छ भने चाहिँ यही मेरो भ्लग हेरेर आइदिनु हुन अनुरोध गर्दछु। यदि आउन मन लाग्छ भने है ठाउँ हेरेर आउनु होला, त्यत्तिकै अनावश्यक पाएर काम छैन। यो ठाउँ चाहिँ राम्रो छ, हामीलाई राम्रो लागेको ठाउँ। हामी यहाँदेखि सिधै उता नजाने, उता डाँडातिर चाहिँ नजाने। अब हामी चाहिँ यता जाने। यता चाहिँ घुम्न मन छ भने ट्याक्क गिरी पार्क आउँदा हुन्छ। नयाँ ठाउँ घुम्नलाई हामी चाहिँ गिरी पार्क होइन है हामी जानु। ल ठाउँ चाहिँ यही हो है त। अब हामी चाहिँ फाइनली भन्नुपर्दा ठाउँ चाहिँ यही हो, भन्ज्याङ डाँडा भन्छौँ है हामी चाहिँ यहाँ। सम्पूर्ण नमस्ते। आज फेरि हामी माथि डाँडा हिजो छोडेर अस्ति चाहिँ हामी यता बराताल गएको थियौँ, म र हाम्रो कुलदेउता। अनि अहिले चाहिँ हामी यता चाहिँ म र सङ्गम भाइ माथि के भन्छ त्यसलाई भन्ज्याङ डाँडातिर जाँदैछ। यो सानो आज चाहिँ मिनी भनौँ है, आज चाहिँ मिनी भलक छ। अनि तपाईँको मेरो भान्जा हुनुहुन्छ, उहाँ चाहिँ केटी पीडित भन्दा फरक नपर्ला है। उहाँ चाहिँ केटी पीडित हुनुहुन्छ। अनि हामी चाहिँ अहिले हाल फिलहाल के छ यहाँ यो हाम्रो कर्णाली प्रदेशको एकमात्र न्यु रोडमा रहेको जिमसुङ फास्ट एन्ड फुड रेस्टुरेन्टमा छौँ। अब हामी यहाँदेखि चाहिँ सलक्क माथि लाग्छ। ठाउँको फुटेजहरू देखाउँछु तपाईँहरूलाई। त्यति साह्रो लामो त बनाउँदैन, छोटो बनाउँछ आजको भलक चाहिँ। अनि के छ भनेदेखि हामी भन्ज्याङ डाँडा जाँदैछौँ। त्यो अब डाँडा कसैले देख्नु भयो होला, कसैले देख्नु भएन होला। अब देखेकोलाई त ठिकै छ, नदेखेकोलाई चाहिँ अब यही भलकबाट हजुरलाई आउनु अनुरोध गर्दछु है त। ल अब आगामी क्लिपहरू अगाडि बढ्दै जान्छ। ल हामी अहिले हाल फिलहाल कटुका यहाँ सरी के हुन्छ होला कबासी होइन, कबासी आइसकेका छौँ। अब अगाडि निरन्तर बढिरहेको छ। हामी आज चाहिँ भन्ज्याङ डाँडा ठाउँ मात्रै यात्रा भन्ज्याङ डाँडा ठाउँ गर्दैछु। अगाडि तपाईँलाई जोड्दैछु, देखाउँदैछु, यसो वाच गर्नु होला है त। ल हाल हामी अहिले चाहिँ ठ्याक्कै यो कबासीदेखि माथितिर जस रनिङ गर्दा पानी खाने ठाउँ। अब यसलाई ठ्याक्कै एक्ज्याक्ट यसको नाम थाहा छैन। जस रनिङ गर्ने बेला चाहिँ यहाँ चाहिँ पानी खाने ठाउँमा आएका छौँ हामी दुई भाइ। अनि सकेसम्म यो बाटो पनि राति नहिँड्नु होला है। अस्ति हामीले चित्त फेला पारेका थियौँ बाटोमा, यहाँदेखि यो जुन मोड छ नि यो मोडदेखि ठ्याक्कै माथिपट्टि चित्त फेला पारेका थियौँ हामी 4 जनाले। जस अलिकति डरै रहेछ। बाघ त देखेन, चित्त चाहिँ देख्यो, प्लस मृग पनि देख्यो। मृग तिनीहरू भनेको नर्मली हो, चित्त भनेको अलिक डरै हुन्छ, त्यही भएर यसो ख्याल गर्नुपर्ला। यो बाटो अब राति चाहिँ अलिकता मध्यनजर गर्दै हिँड्नु पर्ला है। अलिक अप्ठ्यारो माने मैले पनि अस्ति अलिकति असहज भयो मलाई पनि। सो हुन त त्यस्तो केही पनि भएन, त्यही पनि कतिखेर कान्नेमा के हुन्छ त्यो अलिक गाह्रो हुन्छ नि त। ख्याल गर्नु पर्ला। हामी चाहिँ माथि आज भन्ज्याङ डाँडातिर है यो हरियालीमा यसो घुमौँ भनेर। यो चाहिँ हामी ठ्याक्कैलाई के सोल्टी डाँडा हो कि सोल्टी के भन्छ कि त्यो ढुङ्गालाई चाहिँ। यहाँ त मामा रुनु हुँदो रहेछ फेरि। हामी भान्जारोल ढिलो भयौँ। अब चाहिँ यो चाहिँ ट्याक्क तलको भ्यू चाहिँ सुर्खेतको भइहालेको होइन। अनि यो चाहिँ हरियाली। अनि त्यो पिपलको बुट्टा देखेको चाहिँ जरबुट्टा, एकचोटि जाने भन्ने पलाउने जरबुट्टा पनि। अनि हामी अहिले यता छौँ है त। अब अगाडि बढ्यौँ, अब नजिकै छौँ। आज चाहिँ मौसम चाहिँ एकदम चिल छ है, यस्तो राम्रो बादल लागिरहेछ, जस मनोरञ्जन भइरहेछ। अब हामी दुई बजी जाँदा मामाहरू पनि रहेछ नि, मामाहरू
ल हामी हाल फिलहाल चाहिँ ठ्याक्कै तपाईँको अहिले आइसकेका छौँ यो कटुवा डाँडामा। यहाँको चाहिँ स्पेसली भनेको तपाईँको जे होस्, यहाँ स्पेसली भनेको दही चिउरा। मान्छेहरूले चाहिँ दही चिउरा अचम्मै रुचाउनुहुन्छ यहाँ आएपछि। यो सानो यो जति पनि कटुचो देख्नु भयो नि सानो त्यो चाहिँ दही चिउरा हो। पाउनुलाई त अन्य पनि पाउँछ, तर यसको स्पेसल भनेको दही चिउरा। जस मिठो हुन्छ, रमाइलो हुन्छ। तल बस्न वीरनगरमा बस्न तपाईँलाई घाम भयो भने ट्याक्क माथि आउनु होला जरबुटा। यहाँ त्यो जरबुटा अरे कटुका आएर तपाईँले ट्याक्क दही चिउरा खान सक्नुहुन्छ। अन्य अरू पनि खाना पाउनुहुन्छ, अरू पनि हुन्छ होला, तर पनि स्पेसल चाहिँ दही चिउरा। अनि हामी दुई महिना लगभग अब ठाउँमा आइसकेका छौँ। हामी यो कटुकादेखि माथि रहेछौँ अहिले हाल। अनि जस आजको मौसम चाहिँ एकदम दामी छ। तल घाम छ, तर यहाँ माथि चाहिँ त्यस्तो मजा दिन्छ। अब यसमा अगाडि गएर हामी चाहिँ अगाडि जाँदैछ। अब छेडा आउँदैछ, छेडादेखि चाहिँ तलतिर अगाडिको फुटेज तपाईँहरूलाई जोड्न चाहे म लाग्छु। हामी अब ठ्याक्कै छेडा आइपुग्यौँ है त। अब हजुरहरूलाई यदि नआएको मान्छे हुनुहुन्छ भने आएको मान्छे त अब आएको मान्छे नै भइहाल्यो। अब देखिरहनु भएको अब यहाँदेखि सिधै माथि गयो भने हामी दैलेखोप जान्छौँ, तर हामी दैलेखोप जान्छौँ, हामी यतातिर जान्छौँ, छेडातिर जान्छौँ। अब यहाँदेखि अगाडि चाहिँ ठ्याक्क तपाईँको हामी भन्ज्याङ डाँडामा जानुको लागि चाहिँ यहाँदेखि अगाडि एउटा भित्र कच्ची रोड रहेको छ। अनि त्यो कच्ची रोडबाट गयो भने पहिला अगाडि चाहिँ गिरी पार्क आउँछ, त्यसपछि चाहिँ बल्लै भन्ज्याङ डाँडा आउँछ। अब हजुर यदि इच्छा लाग्छ आउन मन छ भने चाहिँ यही मेरो भला गरेर आइदिनु हुन अनुरोध गर्दछु। यदि आउन मन लाग्छ भने है ठाउँ हेरेर आउनु होला, त्यत्तिकै अनावश्यक पाएर काम छैन। जो ठाउँ चाहिँ राम्रो छ, हामीलाई राम्रो लागेको ठाउँ। हामी यदि सिधै उता नजाने, उता डाँडातिर चाहिँ नजाने, अब हामी चाहिँ यता जाने। यता चाहिँ गएपछि यो कच्ची रोडलाई ठ्याक्क कच्ची रोडको तपाईँको त्यही 10-15 मिनटमा चाहिँ हामी भन्ज्याङ डाँडा आइपुग्छौँ। अब यो अगाडि चाहिँ गिरी पार्क छ। अब त्यो गिरी पार्कको क्लिप पनि जोडौँला, मजाले हेर्नु होला है त। ल अब हामी चाहिँ लगभग तपाईँको गिरी पार्कमा आइसकेका छौँ। यो त गिरी पार्क हो, मजाले माथिबाट देखाइदिएको। घुम्न मन छ भने ट्याक्क गिरी पार्क आउँदा हुन्छ नयाँ ठाउँ घुम्नलाई। हामी चाहिँ गिरी पार्क होइन कि हामी जानुपर्ने चाहिँ अझै अगाडि हो। यहाँदेखि लगभग 5 मिनट लाग्ला। अबको चाहिँ ठ्याक्कै भन्ज्याङ डाँडा भन्छ के अब सबैले आफ्नो नाम हुन्छ, तर हामी चाहिँ भन्ज्याङ डाँडा भन्छौँ। हामी त्यही भन्ज्याङ डाँडा जाँदैछौँ। बाटो अफ छ, त्यस्तो नराम्रो छैन, राम्रै छ बाटो, त्यति साह्रो अफ पनि छैन। त्यो हिँड्छ, बाइकहरू त मजाले पनि हिँड्छ, स्कुटी पनि हिँड्छ नि। यसो विचार गरेर आउनुहुन्न अनुरोध गर्दछु। ल हाम्रो प्रतीक्षाको फल चाहिँ अब पुरा हुनु आँट्यो है। हामी चाहिँ नजिक आयो। अब फाइनली हामी चाहिँ यो डाँडामा आइसकेको छौँ। मान्छेहरू 1-2जना आउनु भएको रहेछ। यो त्यहाँ पक्कै पनि कपाल हुनसक्छ। हामी अनकपालहरू चाहिँ यसरी आउँछौँ कि कपालहरू यसरी आउँछ। अनि डाँडा चाहिँ यही हो, अलिकति पानी नपरेको हुनाले होला सायद अलिकति हरियाली नभएको। अनि त्यस्तो खासै पानी परेको यो चाहिँ कि अब पानी त पर्ला नि, अब कहिले पर्छ त्यो ठ्याक्कै थाहा होइन। जस डाँडा चाहिँ राम्रो छ, रमाइलो छ। हामी चाहिँ सधैँ आउने, प्रत्येक वर्ष आउने ठाउँ हो यो। आइसक्यौँ 2जना डबल लाएर ल ठाउँ चाहिँ यही हो है त। अब हामी चाहिँ फाइनली भन्नुपर्दा ठाउँ चाहिँ यही हो, भन्ज्याङ डाँडा भन्छौँ है हामी चाहिँ। यहाँ एउटा कटेज फाल्दैछ अहिले, कटेजहरू उडाइदिनु भएछ, ठिकै छ, केही छैन। अनि डाँडा चाहिँ यही हो। भिडियो चाहिँ राम्रो बन्छ, ग्रिन छ नि त, अनि एडिट गर्दा अझै राम्रो बन्छ। हामी चाहिँ यहाँ आइसकेका छौँ। अरू 2जना हुँदो रहेछ, आज मान्छे खासै नहुँदो रहेछ, ठिकै छ। मान्छे नभएको राम्रो हाम्रो लागि। फेरि हामी जति मान्छे भएनौँ त्यति हामी कम्फर्टेबल हुन्छौँ भन्दै हामी चाहिँ यो डाँडामा आइसक्छौँ। यति भन्दै अब मेरो यो मिनी भ्लग पनि यहीँ टुङ्गाउन चाहन्छु। हजुरहरू आउनु परेमा चाहिँ ट्याक्कै यो लोकेसन हेर्दै आउनु होला। जस ठिक छ है त। अनि धेरै सबैले माया गरिदिनु होला, आशा छ हजुरहरूले माया गरिदिनुहुन्छ भनेर। र कसरी हुन्छ च्यानललाई सब्सक्राइब गरिदिनु होला, अझ अगाडि बढाइदिनु होला भन्दै आजको भ्लग मैले यहीँ अन्त्य गर्छु। हस् त, नमस्ते।